गाइस, हजुरहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। माया दिने सुरुवात सँगसँगै हजुरहरूको सामनेमा आइसकेको छु। मन्ता मगर कहिलेकाहीँ मात्र ब्लग गर्छु। अनि आज चाहिँ किन ब्लग गर्न लागेको भने आज चाहिँ मेरो मेडिकल अनि हामी चाहिँ जाँदैछौँ कता अलगुज भन्ने ठाउँमा है। कहाँ छ भनेर थाहा छैन, त्यही भएर निरजको चाहिँ जम्मा 15 दिन छुट्टी थियो नि त। तर हिजो के अरे उसलाई भनेर फेरि 1 दिन एक्सटेन्ड गरेर अब निरज र म चाहिँ जान लाग्यो अलगुजतिर। आफ्टर द्याट हामी जान्छ अल्ट्रिफाईको फ्याक्ट्रीतिर। लु आजको ओटिटी चाहिँ मेरो यस्तो हो। तर निरजको चाहिँ आम्मा पुरै खैरो 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 गर्छ, जुत्ता सबै न्यू पिन्स। अनि त्यो उस्तो निरज त्यो दुइटै काट्यो कि हरियो नि। अनि त्यो ल चाहिँ यहाँ बस काटमा 3 रुपियाँ भएको त। हामी चाहिँ बस कार्डमा पैसा लाछौँ 10-10 रुपियाँ दुइटै कार्डमा, किनकि निरजकोमा 3 रुपियाँ रहेछ, मेरोमा चाहिँ 2 रुपियाँ। त्यही भएर अब चाहिँ यहाँबाट हामी चाहिँ उता जानुपर्ने हुन्छ। त्यहाँबाट चाहिँ हामी ट्याक्सी बस स्ट्यान्ड पैसा हालेर ट्याक्सी जाने भन्छ कि बढ्यो नि धेरै। हामी चाहिँ त्यहाँबाट बसमा जाने बस टर्मिनलसम्म। अनि आफ्टर द्याट चाहिँ हामी झरेर त्यहाँ सोध्छौँ कुन चाहिँ गाडी, नत्र अस्ति नै चाहिँ अल्बर्टोतिर जान्छौँ, नत्र भए मेन चाहिँ कतारे हामी कहाँ जान्ला अरे अलकुजको गाडी डाइरेक्ट छ भने त्यतै जान्छौँ। अब त्यहाँ गएर सोध्छौँ अनि के हुन्छ हेरौँ है त। निरज चाहिँ यहाँ हिरो पल्लिँदा काले ढट्टु आज यस्तो भएर हिँडिरहेको छ निरज। तर कस्तो काले काले देखेको क्यामेरामा त। काले होइन म जस्तो गोरोलाई भन्नु त काका। ल हामी चाहिँ त्यहाँबाट जान्छौँ। अब के गर्छौँ, कता कता जान्छौँ, हजुरहरूलाई पनि डुलाउँछौँ। हामी पनि हाम्रो काम सकाएर आउँछौँ है त। स्टे ट्युन। आज त बसमा नि यस्तो पेलन हामी त पेलेर आइपुगेको। यही बस स्टेसन आइपुग्यो अहिले चाहिँ। अब अनि कस्तो पेलेको के पुरा प्याक। अब त काममा जाने भएको भए चाहिँ ढिलै हुन्थ्यो जस्तो चाहिँ। अब चाहिँ हामी यहाँ आइपुग्यो। अब त्यसपछि जाने पर्ने हुन्छ, सोध्नु पर्ने हुन्छ साथीहरू। यस्तो गर्नु छ है साथीहरू। एक्जिटमा छिरेर हेर न निरज डन पल्ली त एक्जिटको त्यो ढोकाबाट छिर्दैछ। यताबाट होइन निरज। यहाँको ओल्ड हिस्टोरीहरू चाहिँ यिनीहरूले यसरी के अरे उस गरेको रहेछ होइन। कहिले कहिले यसरी आएको, कहिले फर्स्ट ट्रेन, कहिले के, कहिले गाडी भनेर यसरी चाहिँ सबै एक्सप्लेन गरेर यसरी भित्तामा टाँसेको रहेछ क्या यिनीहरूले। ल अब हाम्रो चाहिँ अर्को उताको गाडीमा जान्छौँ, किनकि त्यो डाइरेक्ट कता गऱ्यो अलकुजको चाहिँ नरहेछ। हामी चाहिँ पानी लिएर अब चाहिँ गाडी पनि जानुपर्ने हुन्छ। बोल्दै हुनुहुन्छ नि, तर अहिले पछि चाहिँ सक्दैन। यतिकै मनिस आहा सुनेर कस्तो निरजको त झन् कस्तो अघि न त उठ्ने बित्तिकै कस्तो सुनेको थियो क्या। त्यति नै हुन्छ होला है। अब जान त 1.5 घन्टा त्यस्तो त लाग्छ त होइन। त्यहाँ गएर चाहिँ हेर्छौँ कता के हुँदै सारा हेर्नुहोस् त साथीहरू। यहाँ पनि कस्तो कस्तो बाटोहरू त छ। हेर्नु न स्टिकरहरू त्यो मेरो भित्तामा टाँस्ने नि है। अब हामी चाहिँ सिधै लाग्नु पर्ने हुन्छ साथीहरू। कस्तो राम्रो ठाउँ छ नि है यतातिर नि। तर यता चाहिँ कस्तो भने डाइरेक्ट बस पाउँदैन है। त्यही हो फेरि रुमहरू चाहिँ यतातिर सस्तो छ, तर हामीलाई सस्तो भएन के गर्नु। यताबाट गाडी पाउँदैन, तर कता कता चाहिँ
बसबाट पनि निस्केर अब चाहिँ हामी केबाट जान्छ भनेर चाहिँ हेर्दैछौँ। बसबाट त जाँदैन रहेछ हेरेको। अब यो ट्रेनमा चाहिँ सोध्नु पर्ने हुन्छ। हामी फेरि आइपुग्यौँ उयो यसको अगाडि है। लु अब हामी चाहिँ यहाँ सोधेर हेरौँ कताबाट जान्छ। खै त्यहाँ उता अबुधाबीको ट्रेनको मान्छेले चाहिँ यहीँबाट जान्छ त भनेको थियो। अब हामी चाहिँ ट्रेनमा चढेर हेर्नु न बस्ने ठाउँै नरहेछ कि त्यसरी गएर अब यसरी मकै आउनु थाल्छ। लामो देखेर केही यस्तो छ नि त। निरज चाहिँ यहाँ हुनुहुन्छ। त्यसपछि यहाँको चाहिँ यस्तो छ यहाँको चाहिँ सब इन्डस्ट्रियल एरियाहरू जानुपर्ने हुन्छ नि साथीहरू। यसरी गरेर भयो नि। आफ्टर त्यसपछि फेरि हामी त्यो मैले काम गरेँ अफिसमा जान्छ। ल है हामी चाहिँ गाडी चढिसक्यो ट्याक्सी। मन त यहाँ थका लागेर वाइल्ड भइसक्यो। धेरै खानेकुरा पनि थाहा छैन त्यही भएर अलिक लेस एनर्जी भएर चाहिँ जाँदैछौँ हामी। त्यहाँ कुछ मलमा गएर त्यहाँ मेडिकल हुन्छ। त्यसपछि चाहिँ दबाइन्छ खानुपर्छ। मैले त खाएँ कि उसले चाहिँ खान्छ नि केही नि। त्यही भएर खानु त हुन्छ तर नखाने रे भोक लागेको छैन है। अब चाहिँ भोक लागेर अब चाहिँ उता गएर खाने। साथीहरू भर्खरै ट्याक्सीबाट ओर्लेको होइन। यहाँको ट्याक्सी त लास्टै भएर कसम नचढे नि हुन्छ कि बरु पठाने गाडी चढा होइन। यस्तो बित्ती लाग्दो मान्छे त कस्तो इरी लाग्दो मान्छे क्या। मान्छे हेर्दा पनि त्यस्तै गाडी पनि त्यस्तै चलाउनु कस्तो दिमाग खराब। अब चाहिँ हामी आइपुग्यौँ। बरु त्यहीँ झरेर अनि हामी चाहिँ हिँड्दै नै जान्छु भनेर अनि हिँड्दै आएको। 6 मिनट देखाइरहेको छ म्यापमा। त्यसले त 15-20 मिनटै लागिसक्यो। हिस्से उठ्दो कसरी त्यसलाई बढी पैसा उठाउँ भएको नि। त्यो रिस उठेको हौ म त। त्यहाँनिरले 30 दिएछ कति 3 रुपियाँ 100 रुपियाँ यसको मुखमा फाल्दिउँ क्या भन्दै थियो। हामी चाहिँ के अरे मेडिकल गरेर चाहिँ अहिले एउटा होटेलमा चाहिँ खाजा खान बसेको। त्यही ब्रेकफास्ट टाइपको रहेछ। तर हाम्रो चाहिँ अल टाइम फेभरेट समोसाई। निरजले चाहिँ खाइसक्नु भयो। कस्तो वाला चटनी रहेछ? पिरै छ। ल अब खाएर देखाउँछ है कस्तो छ भनेर चाहिँ। यहाँ बस्नुहोस् न। तर उता जस्तो मिठो छैन होला है समोसा। सानो चाहिँ सानो रहेछ। हल्का नुन हालेर पनि चाहिँ चाहिँ खाँदैछ है। यहाँ भोकले डट्टु भएको मान्छे। मैले त खाएर आयो। म त काम छ क्या अलिकति खाएन भने कामै हाल्छ नि। त्यहाँनिर त ननिस्किँदा क्या। अनि पानी खाएको थिएन नि खानु मन गर्नु पऱ्यो। पानी खायो भने राम्रो हुन्छ। तर यो अचारमा चाहिँ पिरो त पिरो कि तर नुनै हालेर है। खोर्सानी मात्रै पिने हाल्छ। खुर्सानी पुदिना ढोसा पनि छ क्या। अहिले सोध्छु समोसा खाँदा समोसा जस्तै डर भएछ। फ्रेस जुस बन्दैछ मन्ताको लागि। अनारको अस्तिलाई पनि अनारको जुस लिएर आयो भनेर एउटा ठाउँबाट लिएर कस्तो क्या अनारको जुस नि सेतो जस्तो कस्तो। अनार जुस त रातो हुनुपर्ने है। त्यो त अलिक अर्कै थियो कि है। अब खान्छौँ तपाईँहरू चाहिँ हेर्नु ल। मैले भन्दैछु यस्तो हुन्छ क्या यहाँको पियर अनारको जुस चाहिँ यस्तो नि
मलाई चाहिँ यस्तो लाग्छ कि निरज यसमा चाहिँ के अरे त्यो के त अनारको बोक्रा चाहिँ फालेर होइन त्यो अनारको त्यो सेतो पनि हाल्छ पो जस्तो लाग्छ है चिनी हालेपछि ठिकै भइहाल्छ नि निरजको फेरि समोसा नुन हाल्नु यो हाल्नु त मिठो हुन्छ अघि न चाहिँ नुन नहालेर धेरै नहाल्नु भयो यो चाहिँ के ब्ल्याक पेपर भनेर चाहिँ के हो मलाई चाहिँ यो के हेर अनारको जुसै खानु मन लाग्दैन मलाई चाहिँ प्योर अनारको चाहिँ खानु मन लाग्छ त्यो चाहिँ अब आफै बनाए मात्र होला नि नत्र त अस्ति नै निरजले लिएर आइदिएको नि यस्तो क्या सेतो मलाई चाहिँ यस्तो लाग्छ त्यही सेतो सबै हालेको हामी चाहिँ त्यहाँबाट निस्केर पनि अहिले यहाँ प्राइभेट मेरो कारमा अब जान लाग्यो कता जान लाग्यो नि बेसी भोक लागेर त त्यो समोसा र त्यो जुस पनि खायो अब चाहिँ हामी जान लागेको कम्पनीतिर यो गाडीमा यहाँबाट त्यहाँ जान चाहिँ 70 रुपियाँ जति रे अब फायदा हामीलाई फायदा हो कि बेफायदा चाहिँ थाहा छैन हेर्नुहोस् एसी नै चल रहा है भाइ यीमै त यस्तो हुन्छ क्या म त एकैछिनमा पसिनै पसिना हुन्छ ट्याक्सीमा गए भयो कि खै यहीँ फाइदा थाहा नै भएन अब ट्याक्सीमा त्यहाँबाट यहाँ कति उठेको थाहा छ कि छैन अच्छा अब अबुधाबीमा रहते हैं अबुधाबी अब त्यहाँ जान्छौँ कुराकानी गर्छौँ के हुन्छ हेरौँ ट्याक्सी गयो भने त रोक्दै यसरी पछाडि लान्छु तर यहाँको भित्रै छिराइसक्यो नि त यहाँ को टैक्सी तो नजर नहीं साथ है मैं तुझे मारूंगी तुम्हारा नाक तोड़ूंगी मैं क्या दुबई में नाक तोड़ूंगी ना इसका फाइन बहुत बड़ा है ना इधर से वापस नहीं जाऊंगा मैं तुझसे पैसे वसूल करूंगा मुझे उससे बात कर ब्लड मनी देना पड़ेगा कहती है कि मैं बोलूँगा मेरा हस्बैंड है मैं इधर नहीं हस्बैंड देखिए मैं खुद पे केस करूँगा मेरी वाइफ ने मुझे मारा इसको बोलो मुझे पैसे दो फिर वो हंस रहे थे ऐसा मैं अपनी नानी के घर पे रहने आई है अच्छा तो इसलिए ऐसे बात कर जितना देखो तब तक कुछ ना बोलो सही बात है मैं तो वैसे ही करता वही है ना वही भी बात कभी भी हमेशा रिश्ता तब खराब होता है जब तीसरा बंदा बीच में आता है अपने तीसरे बंदे को किसी को या अपने दोस्त को बताते हो यार मेरे ये अपनी घर की बात किसी को बताओ भी मत कोई भी मुश्किल होता है कोई भी उसको बताओ ना मत आपस में रखो आपस में जो भी है ना तभी रिश्ता बचेगा तो तीसरे के पास बात जाएगी वो चौथे को बताएगा ऐसे ऐसे पढ़ते 2-3 वो आगे चल जाएगा अगर वो आप किसी को बताओगे तो 2-3 बातें आपस में लगानी अगले को बताना ऐसे बताते ऐसा करो बोलते हैं रिश्ता करो इसके बाद सब कुछ खत्म सबसे ज्यादा जब आपकी शादी है अपनी माँ बाप के साथ और अपनी वाइफ के साथ ज्यादा करो सबसे ज्यादा ये ऊपर आते हैं अपनी बहन के साथ भी करो बहन जो होती है ना बहन भी बहुत अच्छी चीज़ है बहन दुआएं देती है ऊपर वाला सबसे ज्यादा बहन की दुआ सुनता है कामयाबी में सबसे बड़ा हाथ उसका होता है सब छोड़ जाएंगे एक तुम्हारा माँ बाप एक तुम्हारी बहन वो आपको कभी भी नहीं छोड़ेगी मेरी बात याद है हमारे फैमिली में पता है मेरे भाई एक के 4 है एक के 5 है अच्छा उससे बड़े भाई हमारी फैमिली में माशाल्लाह 27-8 बच्चे हैं छोटे बड़े जब मैं जाता पूरा फौज है जब मैं जाता हूँ ना तो मुझे कोई इधर चाचू मामू मुझे बहुत अच्छा लगता खुशी होती है कि हम मुझे भी अच्छा अभी मैं जाता सोया होता हूँ अभी जब मुल्क में जाता हूँ मामू जी पैसे चाचू पैसे चॉकलेट ये चीज़ वो चीज़ मेरे लिए ये लेके आना मेरे लिए वो लेके आना सही बात है जो वो खुशी होती है ना वो अलग सा खुशी साथीहरू हामी अघि जहाँबाट मेट्रो चढेर उता के अरे इक्विटी कहाँ झरेको थियो फेरि त्यही ठाउँमा आइपुग्यो फेरि उतै जाँदैछ किनभने त्यहाँ आइसिङलाई पनि भेट्नु पऱ्यो एकछिन त्यो नि घरतिर रहेछ अब यहाँबाट गएर बुर्जुमान झर्छु म त यहाँ छ भोकले डट्टु भएर बसिरहेको यहाँ निन्दा पनि लागिरह अब यहाँ मेट्रो कुर्दैछु सुतेर हेर्नु न यहाँ कस्तो राम्रो के है यो चाहिँ बुर्जमानको के अरे यो चाहिँ बुर्जमानको प्लेटफर्म कस्तो राम्रो जुम्बल म चाहिँ सुतेर उठेर
बदलाइसक्यो कति सायद 2-3 बदलाइसक्यो अहिलेसम्म केही नि खाएको छैन भने त्यही समस्या हो त्यति अब हेर्छौँ त्यहाँबाट जान्छ हामी तपाईँ जाने यता होला नि र ल अब यताबाट चाहिँ आइसङ दाइहरूलाई भेट्न जान्छौँ यहाँ चाहिँ यस्तो छ साथीहरू त्यही पढ्ने हामी आयौँ ब्याक टु दुबई खान्न हामी चाहिँ दुबई आएर पनि अहिले खाना खाएर पनि अहिले यहाँ चाहिँ हामी फेरि आइपुग्यौँ यहाँ कता रे निरज बरदुबई आइसकेका छौँ अब चाहिँ यहाँको बरदुबईको फेरि पानीपुरी त्यही हेर आज त कस्तो शान्त भएछ कस्तो छ दाइ पहिले चाख्नु त अनि मात्रै चटपटे खाने नत्र नखाने दाइ चाख्नु न दाइ चाख्नु न गुलियो खानु न भनेको त्यही हो यस्तो लिएर पुरै जात्रै निकाले जस्तो गर्दो किन सक्यो घुमे नि यति घुमे अस्तिनदेखि कस्तो घुम्ने ठाउँ सक्यो अब ठाउँ पनि सक्यो छुट्टी पनि सक्यो अब 2-3 दिन त बाँकी छ कति घुम्छ घुमेर वाटर पार्क रुसहरू त छ कसको 2-3 दिन हो मेरो त अनलिमिटेड बाँकी छ स्यालेरी थापेर होइन त्यो 4 दिन स्यालेरी पुरा दिने भएको भए त म त रहिल्ला गरेर बसिदिन्थेँ घर दिँदैन पुरा खानु न है स्यालेरी पुरा दिनु भएको भए म अहिले के गरेर आउँथेँ खुर्सानी चाहिँ हाले चाहिँ खासै मिठो त होइन कि तर ठिकै है कोहीकोमा त कस्तो गुलियो आलु हाल्छ क्या लु आज चाहिँ यहाँको अहिले चाहिँ बन्द नेपाली चिया उता दाइम पाउँछ नि उतानिर उ त्यो छ नि ल्याग राखेको र त्यहाँनिर चिया मात्र नेपाली लु तपाईँहरू आउनु भएको छ भने चाहिँ ऊ त्यहाँ आउनु है त्यो आलुमा परे जस्तो छ क्या मजाले मुसेन जस्तो रमाइलो गरेर त्यहीहरू भिडियो गरेको छैन यस्तो भइरहेछ हेलो भिडियो गर्नै पाएको छैन के अरे डुलेम दाइकोमा गएर खानासाना खायौँ हामी चाहिँ सिधै त्यो कम्पनीबाट ठ्याक्कै सिधै दाइको रुममा गएर खानासाना खाएर पनि निस्केको भिडियो गर्नै पाएन हामी त रमाइलो गर्दै डुल्दै पार्कतिर कता कता डुल्दै हिँडेको के त्यहीहरू भिडियो गर्नै पाएको छैन अनि त्यहाँनिर एकछिन बस्यौँ पानीपुरी टेस्ट गऱ्यौँ अनि त्यसपछि अहिले चाहिँ दिदी रेशमा दिदीको काम गर्ने ठाउँतिर जाँदैछौँ किनकि उहाँले चाहिँ बस्नु भन्दै हुनुहुन्थ्यो कि तर निरजको चाहिँ बोल्दैथियो काम मेरो पो छुट्टी बस्नु मिलेन त्यही भएर चाहिँ अहिले चाहिँ दिदीलाई भेट्न जान लागेको त्यहीँ रहेछ ए भाउजू चाहिँ यहाँ हुनुहुन्छ बाहिरै बसिरहनु भएको रहेछ तले अनि ल माइ गड ल यही रहेछ क्याक्कै गफ गर्दै उहाँ चाहिँ यहाँ मोबाइल बेच्दै हुनुहुन्छ हजुरहरूलाई सस्तो सुपथ मूल्य मोबाइल चाहियो भने चाहिँ सुपर एभरेस्ट सिट सस्तो सुपथ मूल्यमा पाउनु हुनेछ रेसमा ओन्ली रेसमा अरू चाहिँ होइन नि फेरि ओन्ली रेसमा अनि सामसुङ छैन मिस्टेक भयो मैले पैसा पर्स बोकेर बसिरहेको छु यहाँ म सोधेको छु लु अब चाहिँ उहाँ सोधेर आउनुहुन्छ अरे त्यसपछि हामी चाहिँ लाफिङ
जाने अब यहाँको ठाउँ चाहिँ यस्तो रहेछ क्या पुरै नेपाल जस्तो हेर्नु न उप भएर पसिना हेर्नु न फेरि मलाई चाहिँ ज्यादा पसिना आउँछ क्या यहाँ चाहिँ पुरै नेपाली टाइपको पसलहरू रहेछ क्या यी ठमेल भन्दा नि ज्यादा गिजिङै रहेछ यहाँ चाहिँ यस्तो रहेछ अब चाहिँ हामी जान्छौँ अर्को गन्तव्यतिर हामी चाहिँ आउँदा नेपाल आइपुगिसक्यौँ कञ्चनजङ्घा माउन्ट एभरेस्ट अनि नेपालको सबै कान्तिपुर भक्कु छ यहाँनिर ल हामी चाहिँ नेपाल आइपुगिसक्यौँ है यहाँ चाहिँ दिदीले दिदीले मिठो बनाउँछ भनेर लिएर माथि नै बस्छौँ न खै त दायाहरू अब चाहिँ हामी जान्छौँ माथितिर तपाईँलाई केही त भन्दैन नि तपाईँलाई टेस्ट भनेर आफू देख्दैन नहीं बाटोमै कस्टमर देखा तो क्या करेंगे भन्दैन ल सोफामा बस्न चाहनुहुन्छ कि टेबलमा बस्न जानुहुन्छ छानी रोजी हाम्रो नेपाली माउन्टेन एभरेस्ट के रे यसको नाम ल कञ्चनजङ्घा रे लु न्यू है साथीहरु न्यू लु खानु लु यहाँ चाहिँ आफ्टर आधी घन्टा पछि लाग्छ होइन नि यो एउटै खाने हो क्या त्यो चाहिँ फुक्कावाला यो चाहिँ झोलवाला खानु कस्तो टेस्ट छ खानु ठिकै छ ल चाहनु त तैँलाई कस्तो छ कभर चाहिँ अलिक प्ल्यात्ता भएर जस्तो तर आफ्नो चाहिँ मन लाग्दैन यो त नन स्टिकी हुनुपर्ने होइन यो कभर यो स्पाइसी हुँदो रहेछ बनाउनु लगाएको अब स्पाइसी म चाहिँ पहिलोचोटि खाएँ हाउस ड्याड भएन त यार यो भित्र उस चाहिन्छ त्यो कोपी जस्तो हुन्छ नि फ्लावरको त्यो छैन छ अनि त्यहाँ नुन मसला बढी भयो त्यो पनि चाहिँदैन के अनि लसुन पनि अलिक अर्कै दाइलाई कस्तो लाग्यो त हाम्रो दाइलाई पिरो यसलाई खास यो पनि यस्तो चास्नै हुँदैन यो मलाई चासो लाग्छ त्यो तिम्रो के त किन्छ नि हामीले किन्छ नि तिम्रो छोप त्यो हालेर जस्तो लाग्यो अनि अर्जिना मन पर्यो खोचेको छ त्यसले यहाँ चाहिँ तर आउनु चाहिँ आयो खाँदै हुनुहुन्छ सबै खायो त भर्खरै खायो पानी हाल्दिउँ न त्यो पानी कि उयो ल फेरि चाहुमै त यो सुक्खावाला चाहिँ कस्तो रहेछ चाहुमै त काम मिल्छ त भित्र चिन्ता कफी हो को चिया खाने को कप सानो खानु खानु न खानु झोल लानु मन त भइसक्यो हल्का उस्तो रहेछ कि तर तर त्यो फर्स्टमा खाएकोवाला टेस्ट मलाई अझै नि याद छ होइन त्यो यो नुडल्स जस्तो बनाइदिन्थ्यो त्यो सुधु त्यो झोलमा त्यो सेतो त्यो सेतो त्यो त्यो उस हुन्छ नि कर्नफ्लावर हो होइन तिम्रो पानी उमाल्ने अनि कर्नफ्लावर हालेर पहिले घोल्ने अनि त्यसलाई पकाउने कर्नफ्लावर हालेर पहिले पकाउने एउटा बट्टामा हालेर फ्रोजन गरिदिने यो लास्ट बाइटमा पाइदिन्छ अनि त्यहाँ जेली हुन्छ पानी चाहिँ मैले अघि भने जस्तो बनाएर राख्ने अनि त्यो हालेर खाने हो क्या खान सजिलो त्यो वाला चाहिँ दामी हो नि त खास त त्यो त झोल नि ल त्यसमा कस्तो भने नुन बढी भयो चौचो धेरै हाल्यो चौचोको ठाउँमा उस हुन्छ कि नुन बेसी भयो ल थोरै चौचो अनि उसके ब्याकअप हुँदैछ मेरो आइफोन त्यो मैदा मुसेको त्यो बिग्लिन्छ कि बच्छ नि त्यसलाई 50 GB को लु अब चाहिँ चिया खान्छौँ लु अब हामी चाहिँ अब दाजुतिर चल्दै गयो दिदीलाई लास्ट भेट्न आएको बाई नमस्ते बाई अब ल रामसित बस्नु ल गएको हामी चाहिँ बस स्टपतिर जान्छौँ अनि त्यसपछि अबु धाबीतिर हेलो हामी चाहिँ आइसक्यौँ अबु धाबी बस टर्मिनलबाट
यहाँ हेर्नुहोस् न जादू तेरी जुवा हामी चाहिँ बस टर्मिनलबाट नि आइसक्यौँ अब चाहिँ हिँड्दै जाने प्लान किनकि निरा चाहिँ यस्तोबाट कहिले नि हिँड्नु भएको थिएन आज चाहिँ टाइम नि छैन अनि तपाईँ हिँड्नु भएको थियो त यस्तोबाट हो अनि आज त टाइम नि छ नि त सो हेर्नुहोस् न यहाँको भ्यू यस्तो हुन्छ है सानो सबै सानो देख्छ कि ए म चाहिँ पहिला काम गर्ने ठाउँ चाहिँ यताबाट जान्थेँ क्या यो लाइटले राम्रो देख्छ नि त यहाँ त्यही हो झिलिमिली झिलिमिली तिहारले आएको जस्तो के भनेको झिलिमिली झिल्ला तातो रोटी मिल्ला साथीहरू अब चाहिँ जानुपर्ने हुन्छ किनकि भोलिदेखि चाहिँ निरजको काम गर्ने नि त सो अब हाम्रो भ्याकेसन यतिमै सीमित रहेको छ ल यति हेर्नु न एकछिन हामी चाहिँ यता जानुपर्ने हो क्या खासमा तर पहिला चाहिँ म यता जान्थेँ कि अब गाडी आयो हेर्नुहोस् त ए हेर्नुहोस् न यतापट्टि चाहिँ सेतो बत्ती उतापट्टि चाहिँ रातो बत्ती हामी चाहिँ खासमा पर लास्टको बिल्डिङसम्म जानुपर्ने हो ल यति भन्दा हामी चाहिँ जाँदैछौँ जग्गा दिनु हुँदैन होइन टुङ्गाइदिउँ है साथीहरू आजको दिन यति रमाइलो भयो 3टा जुत्ता किने दाइहरूको चोइसमा के अरे एउटा कन्भर्स फुल ब्ल्याक एउटा फिला फुल ब्ल्याक अनि त्यसपछि अर्को नाइकी त्यो चाहिँ आउटको लागि 2टा चाहिँ काम गर्न अनि एउटा चाहिँ डुल्नको लागि किनेको अनि यतिमा नि म त खुसी भयो क्या जिन्दगीमा फर्स्ट टाइम 3टा एकैचोटि जुत्ता किनेको नि त निरा चाहिँ यताबाट जानु लाग्यो न कहिले आएको छैन भन्दैछु त अनि कतिना यति भन्दै आजको भिडियो यतिमै समाप्त साथीहरू रमाइलो गरे धेरै क्लिप चाहिँ खिचेन हुन्थ्यो अरे है रमाइलो भयो अब आजै हो लास्ट डुलेको अब त नडुल्ने टाइम नि छैन ल यति भन्दै आजको भिडियो यतिमै समाप्त गर्दै भ्यू हेर्दै यतिमै समाप्त गर्छु हजुरहरू पनि राम्रोसित बस्नुहोस् हामी पनि राम्रोसित बस्छु यति भन्दै बाई